Hello everyone, नमस्ते सबैजनालाई. Are you ready for an adventure? है हाम्रो फर्स्ट भ्लग सुरु हुँदैछ. आज हामी जाँदैछौँ चाइनिज एम्बेसी भिजा अप्लाई गर्नको लागि. हामी चाहिँ चाइना जाँदैछौँ घुम्नको लागि र त्यसको लागि चाहिँ हामी पासपोर्ट ड्रप अफ गर्नको लागि चाइनिज भिजा एप्लिकेसन सेन्टरमा जाँदैछौँ. जसको लागि चाहिँ तपाईहरूले मोरगेट स्टेसनबाट हिँडेर पनि पुग्न सक्नुहुनेछ. So here we are outside of Moorgate stations and we're walking by let's say 7 minutes, 7 to 8 minutes roughly. हामीले चाहिँ हाम्रो पासपोर्टहरू भर्खरै यो पछाडिको भिजा सेन्टरमा ड्रप अफ गरेर आएको छौँ. चाइनिज टुरिस्ट भिजा अप्लाई गर्नुको लागि चाहिँ तपाईहरूले अनलाइन फर्म भर्नुपर्ने हुन्छ. त्यसको लागि तपाईहरूलाई केही सपोर्टिङ डकुमेन्ट्सहरू माग्न सक्छ, जस्तै पासपोर्ट भयो, तपाईँको फोटो अनि ब्याङ्क स्टेटमेन्ट. र त्यो अप्लाई गरे पछाडि चाहिँ तपाईँहरूलाई भिजा एप्लिकेसन सर्टिफिकेट भन्ने आउँछ र भिजा एप्लिकेसन सर्टिफिकेट र पासपोर्ट चाहिँ तपाईँहरूले ड्रप गरे पछाडि 2 देखि 3 दिनभित्रमा तपाईँहरूले कलेक्ट गर्न सक्नुहुनेछ. हामी चाहिँ पासपोर्ट ड्रप अफ गरिसके पछाडि त्यहाँ नजिकै रहेको एउटा पार्कमा गएको थियौँ, जुन चाहिँ ती व्यक्तिहरूको सम्झनामा बनाइएको रहेछ जसले चाहिँ अरूको जीवन बचाउँदाखेरि चाहिँ आफ्नै लाइफ चाहिँ सेक्रिफाइस गर्नुभएको रहेछ. यो सानो पार्क भए पनि यसको महत्त्व निकै नै धेरै रहेछ. एज यु क्यान सी यहाँ चाहिँ धेरै मान्छेहरूको नाम छ जो चाहिँ अरूलाई बचाउँदाखेरि कोही जलेर कोही डुबेर मर्नुभएको रहेछ. 10 वर्षदेखि लिएर तपाईँको 23 वर्ष, 20 वर्ष, 46 वर्ष. र यो चाहिँ ती मान्छेहरूको सम्झनाको लागि बनाइएको पार्क रहेछ र निकै नै राम्रो.